यहाँ मूल प्रश्न के भयो भने तपाईहरु त्यहाँ कोही कांग्रेसी हुनुहुन्छ, कोही एमाले हुनुहुन्छ, कर्मचारी पनि त्यहाँ दलमै विभक्त छन्। अब सबै मिलेर चाहिँ नि यो स्वतन्त्रलाई तलाउनु पर्छ भन्ने निष्कर्षमा तपाईहरु पुग्नु भयो कि भन्ने देखियो कि आज होइन, त्यो बिल्कुल होइन। हामी यो दिन नआओस् भनेर हामीले प्रमुखजीलाई पटक पटक कुरा गरेका थियौँ। हामीले ज्ञापन पत्र समेत दिएका थियौँ कि हाम्रो आफ्नो जिम्मेवारी अनुसार हामी काम गर्नुपर्छ भनेर प्रमुखजीसँग हामीले पटक पटक कुरा गरेका थियौँ। हामीले तपाईँलाई थाहा भएको होला, हामीले लिखित चाहिँ उहाँले चाहिँ यो प्रमुख प्रशासकीय अधिकृतको बारेमा हामी सबैको जिम्मेवारी ढङ्गबाट यसलाई चाहिँ चल्टाउँ भनेर हामीले कार्यपालिकाको बैठक माग पनि गरेका थियौँ। उहाँले त्यो कार्यपालिकाको बैठक आह्वानै गर्नुभयो। सुन्नुहोस् न, सबै कुरा चाहिँ बालिनले नमान्ने होइन, प्रमुखले नमान्ने, तर तपाईहरुको झगडा चाहिँ अन्त हुने अनि दोष चाहिँ नगर प्रहरीतर्फ होइन। हाम्रो यो कुरा चाहिँ ट्याक्कै टेक्निकली मिलेन भनेको तपाईहरुले किन मिल्दैन? आजको चाहिँ जुन अवरोध गर्नुभयो नगर प्रहरीहरूले, त्यो नगर प्रहरीहरूले त्यो अवरोध नगरिएको भए हुन्थ्यो भन्ने कुरा हो। ल ठिक छ, अब तपाईँ प्रवक्ता हुनुहुन्छ, तपाईँ स्थानीय सरकार प्रमुखकै एन्टीमा उभिनु भयो, तपाईँले पनि अब तपाईँको भनाइ मार्फत पनि यही बुझियो। अब महानगरमा चाहिँ आफू झगडा गर्न तपाईँहरू जुन तरिकाले अगाडि बढ्नु भएको छ नि, जनतालाई चाहिँ कसरी सेवा दिनुहुन्छ ल भन्नुहोस् त। यो होइन, हामी अझै पनि झगडा गरेको अवस्था छैन। जनताले सेवा दिनुको लागि झगडा त भइसक्यो, आज ताण्डवको दृश्य देखियो। अब योभन्दा कस्तो झगडा हुनुपर्ने हो? यसलाई शान्ति भन्ने शान्ति हो। झगडा हो, त्यो आन्तरिक झगडाबाट नै निकास निस्किन्छ। सारा जग हाँसेको छ यो होइन। तपाईँले योभन्दा पहिला पनि कार्यपालिकाको बोर्डमा धेरै कुराहरू यस्ता कुराहरू सुनेको अवस्था छ। हजुर, तर जनताले सेवा पाउने त रोकेको छैन नि त। ठिक छ, तर उपप्रमुखले चाहिँ नि आज हाकाहाकी बालेन शाहलाई त चेतावनी नै दिनुभयो। त्यहाँ नगर प्रहरी प्रमुखलाई त थर्काउनु नै भयो एक हिसाबले भन्ने हो। होइन, हामी त्यसो कहीँ पनि चाहिँ चेतावनी पनि दिएको छैन, केही पनि गराएको छैन। हामीले के भनेका छौँ, प्रमुख प्रशासकीय अधिकृतले अब काम गर्न पाइयो भने भोलिको दिनदेखि सब आम नागरिकलाई चाहिँ सहज रूपमा सेवा पाउँछ भनेर हामीले केही भनेका छौँ। अब भोलिदेखि पाउनुहुन्छ त? भोलिदेखि पाउनुहुन्छ सहज रूपमा काम गर्ने अवस्था वातावरण पाउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत? बिल्कुल पाउँछ, किन नपाउनु? अनि बालेन शाहले आएर रोके भने के गर्नुहुन्छ? बालेन शाहलाई चाहिँ प्रवेश गर्न रोक्न लगाउन सक्नुहुन्छ तपाईहरु? होइन, बिल्कुल गर्दैन। उहाँले पनि आफ्नो चाहिँ समस्यालाई समाधान गर्नतिर नै लाग्नुहुन्छ। यो सहकार्य सहमतिमा अगाडि बढ्ने हो। तर लाग्नु भएन भने के बालेन शाहलाई पनि प्रवेशमा रोक लगाउनुहुन्छ त तपाईहरु? किन गर्ने? हामी त्यतातिर जाँदैनौँ नि। किन जाने? हाम्रो त्यो रोकथामतिर नै होइन, हामी त मिडिएटरको रूपमा चाहिँ जनतालाई चाहिँ सेवातिर नै उन्मुख पार्ने हो हाम्रो। तर सुन्नुहोस् न, आज तपाईँ लगायतको टिमले आज बालेन शाहलाई चाहिँ स्पष्ट रूपमा हेर हामी कति शक्तिशाली छौँ भनेर देखाइ चाहिँ दिनुभयो होइन? होइन, बिल्कुल होइन। यो देख्नेहरूले के भन्यो होला, हामी त्यतातिर गएकै होइन। हामीले मात्र चाहिँ उहाँले सहज ढङ्गबाटै चाहिँ उहाँले चाहिँ कार्यालयमा प्रवेश गराउन खोजिया हो। र गरेको कुरा त अनरसिप त लिनुहोस् न सर। आज जे भयो त्यो कुरा त त्यही कुरामा प्रश्न गरिरहेको छु। दृश्य सारा संसारले हेरेको छ। यो कसैले निम्त्याएको कुरा हो, त्यो कसैले निम्त्याएको कारणले गर्दाखेरि यस्तो भयो हो। हामीले त्यतातिर चाहिँ जान खोजेकै होइन। ठिक छ, अब बालेन शाहको पनि खोजी भइरहेको थियो, कहाँ हुनुहुन्छ उहाँ? मलाई के थाहा हुन्छ त्यो? थाहा भएन मलाई। अनि उहाँ चाहिँ किन जनतासँग अनि मिडियासँग टचमा जानुहुन्न सर? मैले हुन त यो प्रश्न तपाईँलाई बारम्बार गरेको छु होइन? के छ तपाईँको धारणा, के हो विश्लेषण, के हो भन्नुहोस्? होइन, यो अहिले चाहिँ जुन चाहिँ तपाईँले हामीलाई चाहिँ जुन आरोप लाउनु भएको थियो, त्यो आरोप अलिकति पल्टाइदियो भने ठ्याक्कै प्रश्न हुन्छ। कसरी भन्नुहोस् त? जुन तर्कबाट तपाईँले चाहिँ हामीलाई आरोप लाउनु भएको थियो। होइन, हामीले आरोप लगाएको होइन त। आज जे दृश्य देखियो त्यसका आधारमा मैले प्रश्न गरेको। त्यो त्यसैको नतिजा हो कि त्यसलाई अलिकति उल्टा गर्नु भयो भने तपाईँ ठ्याक्कै देख्नुहुन्छ। उहाँले आज चाहिँ जुन चाहिँ नगर प्रहरीले भनेको आदेश भनेर जुन कुरा गर्नुभएको थियो, भनेपछि बालेनको एकलौटी शासन, बालेनको एकाङ्की शैलीले निम्त्याएको ताण्डव हो आजको यो? बिल्कुल त्यही हो भन्न खोज्नुभएको? एकदम ठिक हो। त्यही कुराको कारणले गर्दाखेरि आज यस्ता कुरा भएको। अनि यति कुरा चाहिँ तपाईँले सुरुमै भनिदिनु भएको भए त भइहाल्थ्यो नि। नगर प्रहरीलाई दोष लगाइरहनु भएको छ नि तपाईँ? हजुर, यति कुरा सुरुमै भनिदिएको भए त यति धेरै प्रश्न उत्तर तपाईँले कुरा पनि त्यसै गर्नु पर्यो र रमाइलो हुनु पर्यो नि। यो समय चाहिँ तपाईँको पनि छ्याक्कै आउने गरी जनताले बुझ्ने भयो। हस्, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँको लागि तपाईँसँग पनि कुरा गर्नुभयो हस्, धन्यवाद। दर्शक महानुभावहरू, आज काठमाडौँ महानगरमा जुन किसिमको दृश्य देखियो त्यसका विषयमा रिपोर्ट देखायौँ र सँगसँगै लामो समयदेखि चलिआएको यो विवाद हो। यो विषयलाई हामीले निरन्तर रूपमा फलोअप पनि गरिरहेका छौँ र आज एकाएक झडपको स्थिति सृजना भयो र अन्तत